हेलो एभ्रिवान। आज चाहिँ अब हामी धेरै पछाडि चाहिँ म भिडियो बनाउँदैछु हैन। अब चाहिँ हामी चाहिँ बच्चाहरूलाई स्केट खेल्न जानु ल हैन। अनि त्यसको लागि चाहिँ रेडी हुँदैछौँ हैन। पछि टक्कसँगले अब चाहिँ खै भाइ बहिनीहरू के गर्दैछन्। ओए कागडी रेडी? खोइ दादा खै अर्को रेडी? यस। अनि कहाँ जानु लारे? स्केटिङ पार्क। ओ यता बता ल रेडी हैन तिमीहरू? ल त ल त्यही रान त अनि ल छिटो गर। ल हामी चाहिँ अब रेडी हैन। जुत्ता लाउँदैछ एउटा। ल त क्यामेरा बोक्न त। यो चाहिँ लुगामै घरकै लुगामा हिँड्दैछ बिरामी चाहिँ। तर यसलाई चाहिँ मैले लगिरहेको छु किनभने फोटो खिच्ने मान्छे चाहियो नि त। ल ला न यसरी नै नहल्लाइकन खिच्छु। मैले अब रेडी हो त। हामी कहाँ जानु लारे? हजुर स्केटिङ पार्क। स्केट खेल्न जानु लाग्यो कि अब खासमा चाहिँ मलाई चाहिँ आउँदैन हैन। ट्राई त मलाई गर्नु नआए पर्यो। पनि सिक्ने हो नि त। सिकेपछि मात्र आउँछ। लेट्स गो। अफ कर दे काट दे अफ कर दे रेडी हुन दे हैन। स्कुटर निकाल्दियो हिँड्यो। स्कुटर निकालेपछि पुस्ने बानी गर न भन्छु है। न्यू पनि जाने हजुर जाने पुस्दैन क्या स्कुटर। कस्तो हिजो फेरि ऊ भएर क्या पानी पर्यो अनि बतासले त स्कुटर त हेर्न सक्नु बनाएछ। यत्तिकै लग्दा मिलेन मेरो राम प्यारीलाई। कति माया गर्छ मलाई। जहाँ भने त्यहीँ बोकेर पुऱ्याउँछ। कसरी कसले पुऱ्याउँछ मलाई यसरी? कहिले त्यसले पुऱ्याउँछ कहिले तिमीले पुऱ्याउँछौ। ल हामी रेडी? तिमी खिचेरै बस्छौ कि पछाडि बस्न आउँछौ र? तिमी हिँड न ऊ यहाँसम्म पुऱ्याइहाल्छु नि। अलिकति अफ गर्दै है खेल्ने गर्ने पसल दादाहरू सँगै आएपछि र स्केट खेल्न चाहिँ आइपुग्यौँ हामी चाहिँ फाइनल्ली होइन। अब टिकट गर्नु पर्यो। ला त समात म टिकट गर्छु। हामी चाहिँ 1.5 घन्टा खेल्नु रे। हामी चाहिँ 1.5 घन्टा खेल्नु रे। 1.5 घन्टा बाहिर आउँछ अनि आएपछि टाइम ठ्याक्क टाइम उयो गर्दो रहेछ नि त। म त त्यस्तो घन्टा खेलिदिन्छु नि। तपाईँ बाहिर आइपुग्यो हिरोहरू। ल ऊ त्यहाँनिर ऊ त्यहाँ माथिदेखि अलिकति अगाडि झर्दैछ ल अगाडि ल हिँड्ने त्यहाँ जुत्ता ऊपर राख्थे। यो उता ऊपर मैले भनिसकेको छु क्या। ल जा उयो राख। ल तिमी चाहिँ राम्रो भिडियो खिच ल सातु। ल ल समाचार यसरी एकदम नहल्लाइकन है।
झन्डै लडाइदिए ल कहिले घुम्नु एक राउन्ड घुमिसक्छ 1.5 घन्टा पछि युपी आएर
मम्मी होइन झन्डा फुपूलाई ठोकी पठाइने पछाडिबाट फुपू त ओर्ला थियो
त्यो भित्ता र पल्लो भित्ता गरिराख्छ हजार कसम अब यहाँ 20-30 चोटि लड्यो भने म पनि सक्छु अब चाहिँ Mrs. Diamond, Salina Diamond, Roshni Diamond, पज गर्दै गर्नु है भिडियो टल्केर राम्रै आउँदैन क्या यहाँ अगाडि छेउछेउमा आएको बेला Roshni Diamond, Salina Diamond.
एकदम राम्रो रह्यो किनभने 1.5 घन्टामा 100,000 चोटि लडे 100-500 चोटि लडे थाहा छैन 1.5 घन्टामा 300 जति लड्यो भन्नु छ म चाहिँ एकदम लडेको लडे एडिट गर्नु यो 300 100 एडिट गर्नु एकचोटि लडे उता त लाटा एकचोटि लडे म चाहिँ होइन एकदमै डह्रो गरी चाहिँ म 6 चोटि लडेँ अनि त्यस पछाडि 6 चोटि लडेपछि चाहिँ अलिकति एक्सपिरियन्स अलिकति बडी कन्ट्रोल गर्न आयो अब चाहिँ मैले के सोचेँ भने अब नेक्स्ट टाइम हप्तामा एकचोटि आएर चाहिँ होइन मैले चाहिँ टक्कसँगले क्लासै लिने टाइपले गर्नु पऱ्यो अनि त्यस पछाडि चाहिँ सिक्छु होला अब फेरि आउँछौँ भोलि हामी होइन यस्तो गर्नुभयो उहाँहरूले हामीले 150 तल लिइराखेको छ भनेको उहाँहरूले चाहिँ के गर्नुभयो भने हामीले डिस्काउन्ट भन्दा पनि टाइम थपिदिन्छौँ तपाईँहरूलाई डोन्ट वरी भन्नुभएको छ अनि त्यही भएर हामीले चाहिँ 200 रुपियाँको 1.5 घन्टा खेल्यौँ उहाँहरूले 1 घन्टाको 100 रुपियाँ भन्दै हुनुहुन्थ्यो अनि त्यसरी त हुँदैन भनेको अनि उहाँहरूले चाहिँ अनि 1.5 घन्टा खेल्नु न त तपाईँहरू भनेर भन्नुभयो 1.5 घन्टा खेल्यौँ एकदम एक्सपिरियन्स एकदमै राम्रो रह्यो अब फेरि खेल्छौँ अब फेरि नेक्स्ट टाइम आउँछौँ अनि त्यस पछाडि चाहिँ म लगभग 2-3 चोटि आयो भने चाहिँ मजाले सिक्ने रहेछु अनि त्यस पछाडि यस्तो फ्लोरेल जामा लाएर फेरि नाच्नु पर्ने छ भिडियो बनाउनु पर्छ ओके गाइस अब चाहिँ हामी लाग्दैछौँ घर गएर बनाउँला घर गएर चाहिँ इन्ड गरौँला कस्तो भयो रमाइलो भयो नानी अन्त तँलाई त त्यस्तो आउँथ्यो त अनि त लड्दै अनि किन अनि दिदीहरूको बिचमा हिँड्ने त आफू पो सोही खेल्ने त होइन यसलाई त मजाले आउँछ नि अनि अरूलाई डोर्याएर हिँड्छ अनि अनि त आउनेलाई त आफूले पो खेल्ने हो त अरूलाई किन डोर्याएर हिँड्नु ल गाइस अब चाहिँ हामी लाग्यौँ घरमै गएर भेटौँला घर पनि आइपुग्यौँ हामी चाहिँ होइन यस्तो गलेर लखतरान पऱ्यो मजा पनि आयो एकदम धेरै मजा आयो एकदम सो एकदमै मजा आयो आज चाहिँ अब भिडियो इन गरिदिनु पऱ्यो अब खाजासाजा है त्यही हो अब के खाने भन्दाखेरि मै लिएको छु डेरीबाट मोही खाने फ्रुट्स यसो काटेर खाने भाइ बहिनी चाउचाउ खान्छन् होला होइन भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला माया गरिदिनु होला अब चाहिँ अलिक चाँडै भिडियो हालौँ भन्छु फेरि एडिटहरू गर्नु कस्तो झ्याउ लाग्छ हो मलाई त्यही भएर म भिडियो हाल्दिनँ क्या प्रायः चाहिँ अब यसो हाल्यो भने त अलिअलि भ्युज आउँछ अनि माया पनि गर्नुहुन्छ तपाईँहरूले हाल्नै झ्याउ लाग्छ तर अब चाहिँ कन्टिन्यू गर्छु सबैजनाले सपोर्ट गरिदिनु होला माया गरिदिनु थ्याङ्क्स फर वाचिङ गाइज बाई